स्वागत छ सबैजनालाई हाम्रो गाउँघरको भिडियोमा। आज हामी धान काट्दैछौँ। हेर्नुहोस् न, पानीझरीले सबै धान लडाएर यस्तो बनाइदिएको छ। आज धान काट्ने मध्ये सबैभन्दा पाको उमेरको चाहिँ हाम्रो हरिराज भट्टराई हजुरबा हुनुहुन्छ। उहाँ पनि हामी सँगसँगै धान काट्दै हुनुहुन्छ। अनि रमेश चाहिँ मेरो भिडियो गरिदिइहाल्नु है भनेर छिटो छिटो धान काट्दैछ क्या यहाँनिर। मैले गरिदिइहालेँ यसको पनि। अब हामी एकैछिन हाम्रो राजु बराल भाइको कुरा सुन्नेछौँ है त। आज काटिसकेन, भोलि काट्नुपर्छ। आज सक्नै पर्ने थियो नि। तपाईँ त भिडियो मात्रै बनाउने काम हो होइन आजको? उसले मलाई भिडियो मात्रै गर्दै हुनुहुन्छ भनेपछि मैले काटेको पनि देखाउनु त परि नै हाल्यो। यति बेला हाम्रोतिर हाम्रा जेन्जी भाइहरू बहिनीहरू सबैजना काममा व्यस्त हुनुहुन्छ क्या। देखि नै हाल्नुभयो तपाईँहरूले, यसरी सबैजना धान काट्दै हुनुहुन्छ। सिजन धान काट्ने बेला छ नि त हाम्रोमा, त्यही भएर कस्तो छ यतातिरको हल्लीचल्ली। के छ रमेश, सन्चै छस्? सबै थोक हल्ली चल्ली सबै थोक ठिकै छ। अनि हाम्रो सुजल भाइ पनि मस्त धान काट्दै हुनुहुन्छ। निन मिलेको छैन, कसले बिगार्दैछ भन्दै हुन्थ्यो क्या। हेरौँ है कसले बिगार्दै रहेछ। निन नमिलाउने मान्छे बल्ल पत्ता लाग्दैछ।